हेलो सम्पूर्णमा नमस्कार। सबैजनालाई ह्याप्पी मदर्स डे। मलाई जन्म दिनुहुने र कर्म दिनुहुने जति पनि आमाहरू हुनुहुन्छ, मलाई छोरा मान्नुहुन्छ, सम्पूर्ण आमाहरूप्रति म सम्मान प्रकट गर्न चाहन्छु। अहिलेको यो ट्रेन्डिङ छ क्या, अहिले चाहिँ यो फेसबुकहरूमा फोटो राख्ने होइन, अनि यता गर्ने उता गर्ने, आफूले माया गर्नुभन्दा पनि बढी मनबाट माया गर्नुभन्दा पनि बढी चाहिँ हामीले सोसल मिडियामा देखाउँछौँ होइन। त्यो माया आज एक दिनको लागि मात्रै नहोस् क्या, सधैँको लागि होस् भन्ने सोचको मान्छे हो म चाहिँ है। तर सबैजनाले फेसबुकमा फोटो राख्छन् होइन, आमाहरूलाई पनि खल्लो लाग्न सक्छ क्या। मेरो छोराछोरीले फोटो राखेन, अरूको दुनियाँले फोटो राखेका छन्, यस्तो छ उस्तो छ भन्ने हुन्छ, यस्तो लगाएछ उस्तो लगाएछ भनेर गाउँघरमा सरसल्लाह गर्ने एउटा हुन्छ नि त कुराहरू, मेलपात गर्दाखेरि कुरा गर्न मन लाग्छ के हुन्छ होइन। त्यसै कारणले अहिलेको ट्रेन्डिङ अनुसार चाहिँ जमाना अनुसार चल्नको लागि चाहिँ हामीले फोटो चाहिँ राख्नै पर्छ। यो देखावटीको लागि मात्र माया गरेको भन्नुभन्दा पनि हामीले यति चाहिँ फोटो चाहिँ राखिदिनै पर्छ क्या। उहाँहरूलाई पनि आमाहरूलाई पनि रमाइलो लागोस् होइन। ए आमा खुवाउने औँसीको दिनमा पनि फोटो राख्दैन, यसले यस्तो होला। वास्तवमा भन्यो भने मनबाट गर्ने माया त छँदैछ, तर पनि एउटा देखावटी माया पनि हामीले चाहिँ देखाउन पर्ने रहेछ है, जमाना अनुसार भन्ने कुरा चाहिँ हजुरहरूलाई मेरो मनको कुरा क्या, हजुरहरूसँग छलफल भनौँ न। के कस्तो लाग्छ हजुरहरूलाई यसो कमेन्ट गर्नु होला।